नमस्ते साथीहरू, म यो दोस्रो एउटा भिडियो पोस्ट गर्न गइरहेको छु। हजुरहरूलाई कस्तो लाग्छ आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ। हामी नेपाली दुर्भाग्यवश भन्नुपर्छ। अब इतिहासमा केलाउने हो भने त पहिलाको भन्दा मेरा हजुरबाभन्दा बुवा अलि सक्षम हुनुभयो, साक्षर हुनुभयो। बुवाभन्दा म अलि साक्षर भएँ। अब मभन्दा मेरा सन्तानहरू अलि साक्षर होलान्। यो नेचुरल प्राकृतिक रूपमा विकास भएको छ, यसलाई स्वीकार्नुपर्छ तपाईँ हामी सबैले। तर यो चरणबद्ध रूपमा विकास भइरहेछ, हुन्छ, यस्तै देश डेभलप हुन्छ भनेर तपाईँहरूले यसै सामान्य बुझ्नुभन्दा पनि आफैले प्रत्येक मान्छे, हामी मानिस होइन, मानिस र प्राणी भनौँ, पशुपक्षी र मानिसमा दुई प्रकार, मानिसमा चेतना हुन्छ, पशुहरूमा चेतना हुँदैन, अन्य कुराहरू समान हो भनेर होइन मानिसहरूले भनिरहेको अवस्थामा हामीले बुझ्नुपर्ने कुरा, हामी चेतनशील प्राणी मानिस भएपछि राज्यले गरेन, कुनै व्यक्तिले गरेन, कुनै संस्थाले गरेन, कसैले गरिदिएन भन्दा पनि जहाँ नहुने अहिले हामी नेपालीहरूको सबैभन्दा ठुलो उपलब्धि हामी साक्षरता भएको छौँ। अब अहिलेको अभिभावक भनेको तपाईँ हामी नै हो। अहिलेको जेनेरेसन युवा पुस्ता 60% छ भनेर के कुनै तथ्याङ्कले देखाएको छ, त्यो तथ्याङ्कभित्र टेकेर पर्ने भनेको तपाईँ हामी नै हो। अब तपाईँ हाम्रा सन्ततिहरूलाई चाहिँ राम्रो गुणस्तरीय शिक्षा दिन सकियो भने तपाईँ हाम्रो पुस्ताले प्रवासमा अथवा घरवासमा जता जुन किसिमको खानपिन गरेर जस्तो सुकै कठिन परिस्थितिमा पनि गुजारा गरिरहे तापनि हाम्रो भावी पुस्ता चाहिँ सफल हुनेछन्। यो चाहिँ सबैभन्दा खुसीको कुरा हो। यो मेरो अनुभवको कुरा हो।